नमस्ते, म मिल्स भेटरान फुटबल क्लबको अध्यक्ष विराज दराई र यहाँहरूलाई मैले जानकारी के गराउन चाहन्छु भन्दाखेरि भोलिको फुटबल टुर्नामेन्टको लागि हामीले 90% हामीले तयार गरिसकेका छौँ र भोलिदेखि मिल्स भेटरान फुटबल प्रतियोगिता हुन गइरहेको हुँदाखेरि सम्पूर्ण यहाँ मिल्सवासी तथा यहाँहरूले फुटबललाई माया गर्नुहुने सम्पूर्ण मानवहरूलाई फुटबल हेर्नको लागि म हार्दिक अनुरोध गर्दछु। नमस्ते, मिल्स भेटरानको वरिष्ठ उपाध्यक्ष। यही फागुन 2 गतेदेखि हुन गइरहेको मिल्स चौथो भेटरान्स टुबोक वर्ल्ड कपमा लमसम हाम्रो 90% काम सम्पन्न भइसकेको छ। पानी पटाउनेदेखि लिएर खेलाडीहरूलाई बोलाउने यहाँ हाम्रो सबै निर्धारित कामहरू हाम्रो लमसम पुरा भइसकेको छ। भोलि हाम्रो 1 बजे उद्घाटन गइरहेको चौथो मिल्स भेटरान वर्ल्ड कपमा अत्याधिक दर्शकहरू आएर यस खेलको रोमाञ्चक पलहरू क्षणहरूलाई आफ्नो उपस्थितिले कैद गरिदिनु हुन म अनुरोध गर्दछु। साथै यस मिल्स भेटरानमा जम्मा 8वटा टिम रहेका छन्। 8वटा टिम बाहिरको टिम र हाम्रो यहाँको जम्मा 2 टिम रहेको छ, जसमा हजुरको धरान, पत्री, प्रकाशपुर, इटरी देखि सम्पूर्ण टिमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू पनि यसमा आबद्ध हुन्छन्। यसका लागि हजुरहरू आएर हर्षका साथ दर्शकहरू बन्न अनुरोध गर्छु।